नमस्कार, म डाक्टर योस्ना। आज तपाईँहरूलाई मुटुको बारेमा छोटो जानकारी लिएर आएकी छु। मुटुको बढ्दो समस्या, रोकथाम र के कस्ता कुराहरू अपनायो भने मुटु रोगबाट बच्न सकिन्छ त? यसै विषयको जानकारी रहेको छ। ढिला नगरी सुरु गरौँ है त। तर अन्तिमसम्म सुनेर साथ दिनुपर्छ नि। मानिसको शरीरमा धेरै अङ्गहरू छन्, तर ती सबैमध्ये सबैभन्दा महत्त्वपूर्ण र जीवनसँग सिधै जोडिएको अङ्ग हो मुटु। मुटु बिना जीवनको कल्पना नै गर्न सकिँदैन। यो सानो तर शक्तिशाली अङ्गले हाम्रो शरीरलाई निरन्तर चलाइराखेको हुन्छ। तर हामी प्राय यसको महत्त्व तब मात्र बुझ्छौँ जब यसमा समस्या देखिन्छ। मुटु हाम्रो छातीको बीचतिर अलिकति बायाँपट्टि रहेको हुन्छ। यसको मुख्य काम भनेको रगत पम्प गर्नु हो। मुटुले शुद्ध रगत शरीरका सबै अङ्गहरूमा पुर्याउँछ र अशुद्ध रगत फोक्सोतर्फ पठाउँछ। यही प्रक्रियाले शरीरलाई अक्सिजन, पोषण र ऊर्जा प्रदान गर्छ। 1 मिनेटमा मुटु औसतमा 60 देखि 100 पटक धर्किन्छ र जीवनभर यसले कहिले विश्राम लिँदैन। मुटुको स्वास्थ्य राम्रो भए मात्र शरीर स्वस्थ रहन्छ। आजको व्यस्त जीवनशैली, अस्वस्थ खानपान, धूम्रपान, मदिरा सेवन, तनाव र शारीरिक व्यायामको कमीले गर्दा मुटु रोग दिन प्रतिदिन बढ्दो क्रममा छ। पहिले वृद्ध-वृद्धामा देखिने मुटुको समस्या आजकल युवावस्थामै देखिन थालेको छ, जुन चिन्ताको विषय हो। मुटुलाई स्वस्थ राख्नका लागि सन्तुलित आहार अत्यन्तै आवश्यक हुन्छ। बढी चिल्लो, नुनिलो र प्रशोधित खाना कम गरेर हरियो सागसब्जी, फलफुल, दाल, माछा जस्ता पौष्टिक खानेकुरा खानुपर्छ। साथै दिनमा कम्तीमा 30 मिनेट हिँडडुल वा व्यायाम गर्नाले मुटु बलियो हुन्छ। तनाव कम गर्न ध्यान, योग र पर्याप्त निद्राको पनि ठूलो भूमिका हुन्छ। मुटु केवल शारीरिक अङ्ग मात्र होइन, भावनाको प्रतीक पनि हो। आजलाई यति नै। फेरि अर्को श्रृङ्खलामा नयाँ विषयवस्तु लिएर आउनेछु। मेरो कुरा अन्त्यसम्म सुनेर साथ दिनुभएकोमा आभारी छु। धन्यवाद। यहाँको समय शुभ रहोस्।